हेलो गाइस मलाई चाहिँ अलिकति गाह्रो भइरह गाह्रो मात्र भएको कापे जस्तो भइरह कापे छ मात्र सुधे गाइस अनि म चटपट चाहिँ लिएर आएको छु बडा अब नितुलाई चाहिँ म चटपट नदिने निर्णय गरेँ किनभने अब यस्तो बेला चटपट दियो भने चाहिँ एकदमै गाह्रो हुन्छ उहाँ डाक्टरले मलाई चाहिँ यो भन्नुभएको हैन यस्तो बेला के भनिदिनु त फर्मालिटिजहरु यस्तो बेलामा चाहिँ हैन चटपटी खाना हुन्न बाहिरको चिसो चिसो खाना हजुर रानी अनि कस्तो कस्तो बच्चा अनि भाउजूले बच्चा र्याले हुन्छ भनेपछि फेरि कस्तो लाग्छ कि साच्चै र्याले भयो भने भन्ने लाग्छ मेरो बुढी पनि र्याले भएको छ प्लिज दिनुस् न मेरो बुढी र्याले भएको सो गाइस अनि नितुलाई चाहिँ चटपट करेन्ट चाउचाउ अनि बाहिरको चिजहरु चाहिँ नदिने भनेर चाहिँ आँपहरु पनि नदिने भनेर चाहिँ उहाँले चाहिँ के गर्नुभएको छ कि सिफारिस लेखिदिनु भएको छ हाम्रो घर चाहिँ अबदेखि चाहिँ त्यस्तो कुरा हुँदैन अनि त्यो कुरा हुँदैन भनेको त्यही भएर चाहिँ उहाँ चाहिँ रिसाएर उहाँलाई फेरि यस्तो कुरा खान मिलेन केही गर्न मिलेन भने चाहिँ एकदमै गाह्रो हुन्छ।